गाइस यो छिमेकीको छोरी हो कि हेर्नुहोस् न गाइस यहाँनिर घरकै छेउमा आएर मैला फ्याँक्छ यसरी अस्ति झन् प्लास्टिक पनि डढाएको नि मैला किन फ्याँकेको नानी त्यो छिटो टिपा त्यो मैला छिटो टिपा अर्का घरमा त्यसरी मैला फ्याँक्ने हो आम्मा हेर्नु न गाइस रिसरी टिपेको अबि आँखा तर्दै पो हेर्छ त अझै आम्मा यहाँ हेर्नु न रिसरी गएको मलाई आँखा तर्दै होइन के चाहिँ भयो साली दिदी तपाईँलाई चाहिँ भन्नुहोस् त छोरी मैला फ्याँक्ने घरको छेउमा आमा गाई बस्तु छोड्ने तिमीलाई तल याद छ त्यहाँ मेरो कस्तो राम्रो साग लसुन कस्तो राम्रो भएको थियो तेरो बाख्रा कुखुराले खाएर मेरो सबै सक्यो छिटो निकाल यहाँनिर मलाई त पैसा चाहियो मलाई त पैसा चाहियो मेरो त्यहाँनिर खेतला गएको छ मेरो त्यहाँ मेहनत गएको छ लसुन कस्तो राम्रो भएको थियो साग कस्तो राम्रो भएको थियो सबै पशुहरू छोड्नु हो त्यसरी घरको छेउमा छिमेकी छेउमै छ त्यसरी छोड्नु हो मलाई त चाहियो मेरो पैसा चाहियो मलाई त पैसा चाहियो न छोरीले पत्याउँछ न आमाले पत्याउँछ म त बाख्रा लाने हो म त बाख्रा लाने हेर्नु न यहाँ गाइस यहाँ हेर्नु यिनीहरूले नाटक गरेको हेर्नुहोस् त गाइस यिनीहरूले यहाँनिर बाख्रा अहिले बाँधिरहेको छ तल तपाईँ चाहिँ के भएको त्यस्तो नगर्नुहोस् न दिदी के भएको तपाईँ त्यहाँ मेरो कति लसुन या साग रोप्दाखेरि कति खर्च भएको छ त्यो किन्दा कति खर्च भएको छ खेत लगाउँदाखेरि कति खर्च भएको छ त्यो सबै दे अन्त लैजा तेरो बाख्रा म त लाने हो गाइस